गाइस अहिले हामी चाहिँ एउटा होटलबाट आयौँ चिया खाएर बिचमा चाहिँ काटेर हामी चाहिँ नास्ता गर्न गएको थियौँ। अनि नास्ता गरेर चाहिँ हामी चिया समोसा खान लाग्थ्यौँ। अनि केटाहरू चाहिँ चिया नखाने रहेछन्, त्यसैले समोसा खाए केटाहरूले। अनि त्यो होटलको बारेमा म के भन्न चाहन्छु कि होटल त ठिकै छ भनौँ, हल्का सानो पनि भयो होटल र होटलमा त्यस्तो 10 आउट अफ 4 अनि 10 आउट अफ 4 के मतलब कि कस्तो हो भने चाहिँ त्यहाँ सुरुट पनि खाने गर्दो रहेछन् केटाहरू आएर, यस्तो गन्दा लाग्यो केटाहरू। अनि त्यस्तो अब हुन पनि होटल त्यस्तै नै थियो र स्मोकिङ वालो रहेछ। अनि पछि त्यस्तो चाहिँ यस्तो बजारमा यो स्कुलतिर चाहिँ नहुनु पर्ने हो, यो स्कुलतिर चाहिँ नहुनु पर्ने हो यो यस्तो चिया सुरुटको यो पसलहरू। 100 मिटरभित्र चाहिँ 100 नै भनौँ 1 किलोमिटरसम्म त नै हुनु पऱ्यो कि 1 किलोमिटर धेरै भइगयो। तर गाइस यो पनि गफै भयो, 100-200 मिटरसम्म चाहिँ नहुनु पऱ्यो यस्तो भन्न चाहन्छु म। अनि तर छ अब त्यो बन्द गर्नु पर्यो कि बन्द गर्नु त पर्यो। अनि पछि त्यो पसल बन्द गर्नुपर्ने भन्नेको बारेमा छैन होइन कि त्यो लगाइस हामीहरू एउटा कुरा भनिरहेको छु कि हामीहरू अलराउन्डर हौँ कि, घुम्छौँ पनि फ्री फायर पनि खेल्छौँ कि। अनि फ्री फायरमा चाहिँ हाम्रो त्यति खासै त केही छैन, त्यसै टाइम पासको लागि खेल्छौँ। खेल्नुहुन्छ भने चाहिँ आइडी मेन्सन गर्नुहोस्, हामी खेलौँला केकसँगै। अनि अहिले चाहिँ हामीहरू घर फर्किँदैछौँ। गुड नाइट बाई हेलो टाटा सियो। अनि यो हाम्रो टोल हो, यो हेर्न सक्नुहुन्छ तपाईँ। यो हाम्रो टोल मुटु भने चाहिँ यो चाहिँ आन्द्रा पोटे हो किनकि त्यति खास पनि छैन यो ठाउँ। यो त यो घर चाहिँ तपाईँलाई के भनौँ, पछि यो चाहिँ यो घरकोलाई पनि हामी अर्को एउटा नयाँ एउटा भिडियो बनाएर ल्याउँछौँ कि अलग्गै। अनि यो चाहिँ गौतमको घर आइसकेको छ। गौतमको घरमा गाइस एउटा थाहा छ कि नै तपाईँले, पसल छ गौतमको पसल। आज हामी कभर गर्नेछौँ, देखाउनेछौँ गौतमको पसल। अनि यहाँ चाहिँ सामान किन्न आइदिनु होला। यो चाहिँ पर्छ हाम्रो 13 नम्बरको एउटा पुल छ, अनि पुलतिर पर्छ यो। तपाईँलाई बाटो हेरेँ यो पसल हो गौतमको, गौतम भाइको पसल यो हेर्न सक्नुहुन्छ तपाईँ। गौतम भाइको पसलमा आइदिनु होला, हेर्नुहोस् ठाउँ हो। र हामीहरू अझ फेरि नै भक्कु टिप्न फर्किँदैछौँ। तपाईँहरूलाई त्यो पनि देखाउनेछौँ, तपाईँलाई भक्कु टिप्दै देखाउनेछौँ कि कसरी टिप्ने गर्छौँ हामीहरू भक्कु। अनि भक्कुको रुखमा चाहिँ प्रितम चढ्ने छ है, किनकि मेरो पोइन्ट हल्का टाइट छ। मेरो पोइन्ट प्रितमको पोइन्ट चाहिँ हल्का लुजवाला छ कि हिपहपमा छ, त्यो चढ्न सक्छ। त्यसैले प्रितम भक्कु टिप्न जान्छ। अनि हामीहरू चाहिँ ऊ गर्नेछौँ, हाम्रो भान्जीहरू पनि अगाडि छन्। यताबाट जाउँ खानेकुरा बन्द त्यो सुरुट पाइन बन्द गर्नु। अब त्यो पसल चाहिँ कस्तो रहेछ भन्दाखेरि किराना पसल पनि त्यहीमै जन्ट भएर रहेछ कि। अनि त्यसैले उहाँहरूले चुरुट पनि बेच्नु हुँदो रहेछ। त्यही भएर हामीले उहाँलाई भनेको चुरुट बेच्न बन्द गर्न सक्नुहुन्न र उहाँले भन्नुभयो बाबु हल्का ट्यापे पसल नै त्यही कारणले चलिरहेको छ भन्ने उहाँको सोच रहेछ। त्यही भएर हामीलाई पनि दुःख लाग्यो, हामीले उहाँलाई सरी भन्यौँ, हामीले पनि सरी भनिदियो। अनि त्यसपछि हामी नास्ता खाना लागेको थियौँ। तपाईँहरूलाई पनि भिडियो देखाउँछु चाहिँ तपाईँहरूको मुखमा फेरि पानी आयो होला समोसा खाँदाखेरिको, त्यही भएर हामीले बनाएँ। त्यस्तो चाहिँ होइन गाइस, त्यही भएर हामी तपाईँहरूलाई पनि सरी भन्न चाहन्छौँ। अब हामीहरू जे गर्छौँ हामी तपाईँहरूले देखाउनेछौँ। त्यस्तो होइन गाइस, त्यस्तो हामीहरू मुखमा पानी आउला चाहिँ भन्ने छैन कि। हामीहरू हाँसो मजाको त्यो केटाहरू चाहिँ चुरुट खाँदै रहेछन्, त्यही भएर हामीले भिडियो सिडियो बनाएनौँ। र यस्तो होइन कि त्यो होटललाई हेट दिनुहोस् भनेर भनेको पनि छैन हामीले। खासमा आउनुहोस्, टेस्ट गर्नुहोस्, जानुहोस्। हजुर, एभ्रिथिङ यु क्यान टेस्ट इन दिस टिकापुर टाउन हो, हाम्रो सिटी हो, टिकापुर सिटी हो है यहाँसम्म। अनि यहाँसम्म चाहिँ हामीहरू प्रदीपलाई छाडेर आएको छौँ। अब फेरि हामी उहाँलाई ब्लगमा ल्याउनलाई कल हान्नेछौँ। उहाँको मर्जीमा चाहिँ आउनुहुन्छ, मर्जी नभए चाहिँ अब हेरौँ कहिले आउनुहुन्छ, भोलि पर्सि पहिला भोलि पनि आउनुहुन्छ। ल भोलि है लगाए जब हामी हो ल बाई भन्नु दोस्त खाने खाए ल त है गाइस, आज बाई ल त ब्रो हामी एउटा साथी चाहिँ छुट्टिन आँटेको छ। त्यो लामो पर्छ यार, लामो पर्छ नै, हाम्रो लामो साथीलाई देखाउँ गइरहनु भयो यताबाट जाउँ। अब यहाँसम्म पुगिहाल्यौँ, लामो पर्छ यार। यहाँबाट चाहिँ अब हामीहरू घर जाने विचारमा छौँ। अनि होटलमा चाहिँ खास जाने कारण भनेको हाम्रो के हामीहरू नास्ता खाइहालेको थियौँ कि। अनि प्रदीप जसलाई बोलायो कि त्यो हामीलाई हल्का राम्रो लागेन, पछि गएर याद आयो कि अब त्यतिखेर के भयो कि भोक लाग्यो कि धेरै, मलाई भोक लागिसकेको थियो। अनि प्रितमले पनि जाम भनिदियो। अनि त्यस भएर
गरिदियो 1 सेकेन्डको लागि सापको लागि ल ठिक छ अब चाहिँ हामीहरू जाँदैछौँ एकदम वान्टेड ठाउँमा गाइस त्यो नेम हो 18 नम्बर किनकि यो यसको लागि वान्टेड छ मेरो लागि छैन मेरो लागि यो टिकापुर भन्ने ठाउँमा चाहिँ मेरो लागि कसैको डर छैन किनकि टिकापुर आफ्नै हो अनि यस्तै छ ल यति चाहिँ भन्दै हामीहरू भ्लग बन्द गर्नेछौँ अनि पछि अगाडिको जसलाई सिन देखाउँछौँ स्केरी ठाउँ छ यो हेर्नुहोस् यो ठाउँ हेर्नुहोस् साप पनि आउन सक्छ गाइस ठाउँ हेर्नुहोस् है यहाँ भएको चाहिएपछि यसलाई सम्पर्क गर्नु होला मलाई सम्पर्क गर्नु म डिस्क्रिप्सनमा हालिदिन्छु नम्बर किन हाल्ने हो काहीँ म नम्बर भाइरल गरिदिन्छु यो खुल्ला छ यहाँ कोही हेर्नुहोस् घर पनि यस्तो खुल्ला छ डराउनु टाइपको छ हजुरलाई घरको भित्रमा देखाउनेछौँ सापलाई हेर्नु गाइस हेर्नु कुन ठाउँ कस्तो डर के गरेँ गाइस अब के भनौँ कस्तो क्या त मेरो थोरेक्स देखिरहेको क्या केही छैन यो पनि कट गरिदिनु होला यो बहुत धेरै पेन्टी त सर कट ल त अझ फेरि भिडियो बन्द गर्नेछौँ अनि पछि हजुरको प्रितम घरको देखाउनु बाटो देखाउँछौँ कस्तो गाइस आज मेरो कपालले के लास्टै उ गरेर आज काटिहाल्नु पर्ने हो यो कपाल हेर्नुहोस् त ल हो ठिक छ अनि हामी चाहिँ 18 नम्बर पुगिसकेका छौँ हल्का हल्का मनमा डर छ प्रितमको 18 नम्बर भनिसकेपछि त प्रितमको मनमा डर आइहाल्छ यसो छ गाइस हल्का मोबाइल समात्न गाह्रो भइरहेछ अरू त केही छैन गाइजहरू कति बेला अनि यताउति आएर मलाई हानिदिन्छ मलाई थाहा छैन हामीहरू यो बाटो किन आयो भनेको प्रितमको पहिलाको स्कुल पनि देखिन्छ यहाँबाट प्रितम पहिला पढेको स्कुल हो यो भिरकुटी हो मेरो गाइस मेरो लागि हन्टेड हो उता हेर्न सक्नुहुन्छ उता निलोवाला यो घर नै यो निलोवाला हेर्न सक्नुहुन्छ त्यो निलोवाला स्कुल प्रितमको हो प्रितम त्यहाँ सानो हुँदा पढ्ने गर्थ्यो प्रितम पढेको तर यो स्कुल चाहिँ के मलाई यस्तो किन पो शङ्का जस्तो लाग्न लाग्यो कि यो स्कुल पहिला यहाँ थियो जस्तो लाग्यो कि थियो त्यहाँ यहाँनिर थियो जस्तो लाग्यो अफिस हो कि के थियो अब खै थाहा भएन अफिस थियो यो अनि प्रितमको मम्मीको फोन आयो एकछिन राख्नुहोस् गाइस हामी दाइलाई सब्सक्राइब गराउँदैछौँ कुरा गरेर दाइलाई सब्सक्राइब गराइदिन्छौँ हाम्रो बन्नी दाइ यिनको हातबाट मोबाइलले खोसेर पनि हामी सब्सक्राइब गराउँछौँ